Happy New Year, everyone. अब हाम्रो तिहार सुरु भयो। हैन त्यो स्याउ झिकेर त्यहाँ राख्ने होला नि। खास त त्यो तामाकोमा राख्ने हो के ठुलो भाँडा। तामाको भाँडा छैन र। बाबुको र मेरो कलर सेम छ। ओ कलर है ग्रीन कलर जस्तो उसको रेड कलर जस्तो। सेम यो त। अति सेम। कपडा त्यो खकलो रहेछ के त्यसलाई उगाल्नु पर्ने डोरोले बाँध्नु पर्ने पहिला त्यो तलाई घुवाल्न पर्ने हजुर बिमिरा खै बिमिरा नि हाल्दै थिएँ त मैले अहिले कहाँ त बिमिरा तल त्यो भगवानलाई चढाउन मान्छे यो हो कि किन पहिला उत्यो बत्ती बार मै उयो यहाँ पनि राख्न आउँछ अलिकति दिएको बत्ती राख्नु पर्छ पहिला यहाँ खाली उता घुम्नु पर्छ ल यता के तिमीले खाएर भ्यायो बाबु है राम्रो एकदम त्यो तिहारको लागि चाहिँ फोटो खिच्ने अस्ति प्रिन्ट गर्न नपाएको हैन छोरी तिहारको प्रिन्ट गर्ने फोटो नपाएको त्यही वर्ष अङ्ग्रेजी प्रिन्ट फोटो नपाएर अस्ति कस्तो भयो उठा चाहिन्छ अरु गाली नि है यता हेर तिमीले मान्छे मलाई अलि बाबु त हेर साना कान्छा ओइ बाबु कान्छु नभने के हो तिमीले त्यहाँ भिडियो जतिखेर नि हो त्यो भिडियो गरेको थिएँ जतिखेर त्यस्तै हो राम्रोसँग बोलेको आफूले निहाल्छ के नानीको राम्रोसँग ल नानी यहाँ हुन्छ र अस्ति मलाई भनेको सबै गरेको बत्ती बाल्यो त नानी हजुर तिमीले बत्ती बाल्यो अलि माथि राख्नु पर्छ कि त्यो भिडियो नि आएन के गाह्रो भाइहरू त्यो माथिबाट गरेर आउँछ म गएँ अब उस गरेँ बिस्तारै आगोको नजिकै गइ यो के गर्नु सिकाउनु दिनुहुन्छ के छि गनायो छोरीलाई गरिदिएको छोरीलाई केमा छोरीलाई सिकाऊ छोरीले गर्नु मान्छे सिकाइदिनु दियो त्यहाँ राख्ने हो यहाँ पनि राखिदियो के दियो पैसा पहिला गणेश पूजा गरेर यो मलाई है त मम्मी के हो दियो त्यहाँ चावल छ गएर नानीलाई खानु के नानीलाई पनि राखिदिएको कि पार्छ ओए नगर नि बाबु त्यस्तो झुप्पुको राख त्यो नबटारै बाल्दाखेरि एकचोटि बोल्छ बाबु मलाई है त ल हामीले गरे त हामीले ज्ञानी भएर मिठो मिठो खाना एकदम ज्ञानी भएर ज्ञानी भएर मात्रै बस्नु हुन्छ एकदम ज्ञानी बोल्दाखेरि अर्को नबोल्ने गरेर राख एकदम ज्ञानी भएर छोरी त्यहाँ राम्रोसँग ठ्याक्कै नानीले कता हुँदैन नानीले त्यही भाइले राखेर बालेर राख्छ नि अहिले पानी निकालिदिन्छ बाइ कता अनि नानीले त्यही बालेर ठुलो भाइ कहाँ बालेर राख्ने हुन्छ ओए साप जस्तै त्यही राखिदिनु मेरो नि त्यो दुनैमा बालिदिनु हुन्छ साँच्चै है एमन साप झपी पार्नु कसरी लामो गरेको साप र नाग भनेको एउटै हो है खै त तलको हेराएन त्यो त्यही हो त्यहाँ यस्तो गरेर बात गरेर त रेखी तिमी गर नि तिमी त्यही चाहिँ रेखी यो नानीले त्यसै बालिनु हुन्छ ल भनिदिनु त के हो हेलो गाट माइने पे विशेष रास्ता त्यो पहिला गणेशलाई पूजा गर्ने हो सानो गणेशलाई पूजा गरेर राख्नु त्यहाँ अहिले त्यही राख्नु नि एकछिन उहाँ जानै मिलेन मैले भनेको ल गणेशको पूजा गर ऊ गणेश भगवानलाई दियोलाई पूजा गर कलशलाई पहिला दियोलाई भुइँमा यसो टिको लगाइदियो दियो भनेको त्यो बत्ती बालेको दियोलाई पूजा गरेर कलश पूजा गरेर त्यो माताको होला है केराको पात लगाउनु है फेरि त्यसै घोडा मात्र होइन कसरी त यसरी के को घोडा मात्र कहिले हुनु तिम्रो मम्मी खोइ त्यसै ज्ञानी भयो है सानो मम्मी त बाली भयो अफिस हो है अफिस जानुभयो है आज नि बिचरा दिँदै भएन है उ त्यो भगटेलाई नि मिना
अझै जे भन्नु त्यति गर बिस्तारै गर है जे पनि सिना अब जलाउने केरामा राख्ने हारेर गयो एउटा जोडी रहन्छ एउटा ल्याउनु पर्छ पर्दैन ल्याउन नि यही गर्ने हो तल माथि गर्नु फुलबारीमा केरामा जाने होला यता यता सबै भत्कियो नि त बत्ती मार्ला अब यसो गर एलिना राख्ने सिना होइन त्यसै एसटीको पिसा नयाँ नयाँ हेरेर है उता पछाडि बाबु आउट भयो मन्दिरहरू एकदम नयाँ नयाँ। लागिमा स्ट्याचु ल हेरेर एसटी झोसेको हो कि तल हो कि मैले गर्दैछु त हेर हेर बिस्तारै बिस्तारै गाडी पो भयो भयो एकछिन निभाउनुपर्छ म त लाग्यो आलु बिस्तारै गरेर जाऊ, टाइम पनि भयो। यसो पूजा गर है म गएँ ल नाति बिस्तारै लाग्ला हजुर अलि यता मार्दा सल्केकै छैन न त सल्केन कि जे बालेर गर्नु सल्केकै देखे होइन त अनि सल्केको हो भन्छ ऊ त बिगारिदिइसक्यो भएको ल्याउ 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 किन भन्नु अब के गर्ने यसलाई अब गएर भलो गर्ने ल गणेशलाई भन्नु। बत्ती बाल्नु पर्यो हैन र चिलायो गणेशलाई बत्ती गणेशलाई बिस्तारै गरिदिनु। ऊ यही छ बत्ती अलि धेरै फुल हाल्यो नि त्यहाँ तिल फुल हाल्नु बत्ती देखाइदिनु उयो कबुहरू अनि त्यसको लागि पर्ने स्टार्नु स्याट्र स्याट्र यसो यसो बत्ती यसो एकमा चट्ट्याप टिपाइदिनु नचल बाबु नचल अब नचल नचल छोरा ल ज्ञानी ल ल सबै हस् आधा घन्टामै खानु पायो समाज ल कति ज्ञानी होला मेरो बाबु कति ज्ञानी होला मेरो बाबु ल अब तिमी मेरो चड्डी पनि निक्लियो त्यसमा तिमी नचल नगर न भिडियो गरेको नचल है कति आफ्नो तिम्रो ठाउँमा बस्नु पर्ने जस्तो त्यसरी पुगेन यहाँ बस्छु है नमस्ते गर्दा यहाँ छेउमा है नमस्कार तितुन कता गऱ्यो गर्छ होला कता उठ्यो ओ त्यो बत्ती नलाग्छ त्यसलाई पल्टाउने हो क्या होइन यसरी नि खन्याउने हो कि यसलाई बिमिरालाई उसो अलि त गर बत्ती मर्छ ल सानो यसले हो के गर्ने ल भनिदिनु नि यसलाई के रे के भन्नु मन त्यो त बत्ती गणेश भगवानलाई गणेश भगवानलाई ऊ त्यहाँ बत्ती नलाग्छ तिनपल्ट भएन गणेश ऊ त्यहाँ उसलाई डुम्बुले त भत्काएर छोड्नु भयो त होइन त्यही मानल घोक्यो न मानले यसो घोक्यो